guys, welcome back to my channel. हैन आई होप कि सबैजना सन्चै हुनुहुन्छ। साथै सबैलाई जय मसीह। हामी चाहिँ केरलमा जाँदै छौं। यो चाहिँ हाम्रो केरलमा जाने टोली। आन्टी जाऊ केरलमा। आन्टी चाहिँ हात धरि हेर्दै हुनुहुन्छ कि म बोलेको जाऊ आन्टी। जाऊ केरलमा आउनु। आउनु के नाच्न जाने। अनि एउटा चाहिँ त्यहाँ अघिदेखि रेडी भएर बसिरहेको छ। अनि राम्री राम्री भाउजू यहाँ के हो म्याचिङ ल हामी चाहिँ अनि यो चाहिँ हाम्रो टोली हो है केरलमा जानको लागि। ढिला भइसक्यो अहिले चाहिँ जे होस् अघि त्यहाँ गएर सबै सामानहरू रेडी। अनि यहाँ सबभन्दा राम्रो भएर होइन नाच्न उसको चाहिँ डान्स फर्स्ट टाइम हो कि। अनि पुरा राम्री भएर हिँडेको छ। जे होस् खुसी लागिरहेको छ। कति भने 5 बजेदेखि भनेको थियो। अनि टोलीहरू जाँदैछौँ। यहाँ नाओमीको मम्मी यहाँ भाउजूहरू सबैजना हुन्छ म्याचिङ ल है आउनु सबैजना केरलमा जाउँ। क्यानी मान्छे भएर रुन्छ रुनु हुँदैन। चुप नाच्नुपर्छ नरो नाच्ने ल। हामी चाहिँ चर्चमा जाँदैछौँ। हाम्रो पनि एउटा डान्स छ नाच्नु पर्ने रे भनेर यहाँ रेडी भएर हिँडिराखेका छौँ। हामी चाहिँ हाम्रो टोलीहरू यहाँ है नाच्ने टोलीहरू चाहिँ अहिले बाटो चाहिँ हेरेन मैले खन्ड्याङ पर तल गरे पुग्यो भने चाहिँ दिनरसम्म चाहिँ मलाई। हामी जाँदैछौँ हाम्रो टोलीहरू हल्का होइन मेकअप सेकअप गरेर राम्री भएर। मेरो डुप्लिकेट वहाँ पछाडि छ। कति गोरो के त्यस्तो साह्रो नै होइन सेतो सबै ब्ल्याक। हाम्रो टोली जोस नभएर छ है भयो पनि कहाँबाट सिमसिम आइपुग्न आइपुग्छ भने है भने लाएर हामी चाहिँ हिँड्दैछौँ होइन। हाम्रो टोलीहरू चर्चमा पुगेपछि झन् धेरै हुन्छ। होइन यतिकै लाग्यो नि। हाम्रो घर टाढा छ भाउजू घर मनाली मेरो घर चाहिँ हामीले टाढा छ। हामी सल्लाह गर्ला होइन फेरि हामी चाहिँ यहाँ चर्चमा पुग्यो। हाम्रो टोलको त आयो। अब यहाँको हेरौँ कति हुन्छ सबैजना। हाम्रो चर्चमा आइपुगेको चाहिँ हाम्रो चर्च योभन्दा पछाडि पनि छ है। हाम्रो चर्च हो है चर्च यिनीहरू आफ्नै बाटोमा त्यहाँनिर आउनु भएर चाहिँ साउन्ड सिस्टम लानलाई अलिकति सजिलो भएको छ हामीलाई। नत्र त फेरि त्यही हो नि अहिलेसम्म नि कोही पनि आउनु भएको थिएन रहेछ। बाहुनी राम्रो हुन्छ म त रातो लाग्यो त्यो रातो। यो चाहिँ हाम्रो क्रिसमसको लागि डेकोरेसनहरू भइराखेको छ। साउन्ड सिस्टमहरू लाने कार्यक्रम भइरहेको छ। यो चाहिँ हाम्रो चर्च हो। अब क्या टाइमदेखि हाम्रो चर्च त केरलको तयारीहरू चाहिँ रात परिसक्यो। यहाँ चाहिँ चर्चबाट साउन्ड सिस्टमहरू लिएर हामी चाहिँ जाँदैछौँ। जाँदै गर्न हामी आउँछौँ। गिटार बोक्ने मान्छे आउँछ अलि आइदिएन बत्तीमा के हो आइज ल सबैजनालाई स्वागत छ। हामी चाहिँ केरलमा जाँदैछौँ। अलिअलि बत्ती बल्दो रहेछ सबैलाई जाने होइन आउनु न
क्यारलको लागि आउनु भएको है उहाँहरू चाहिँ हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ जय मसी तपाईँहरू सबैजनालाई हामी चाहिँ क्यारल गाउनको लागि आइपुग्यौँ तयारी हुँदैछ यहाँ बुढाहरू मात्र होइन सबैजना हुनुहुन्छ यहाँनिर यही ठाउँमा है यो चाहिँ 12 घरे भन्ने ठाउँमा क्यारलको लागि तयारी हुँदैछ त्यसको नाच हेर्नु ओइ हामी नाच्ने हो कसरी नाच्ने हामी नाच्ने ठाउँ चाहिँ यो है ओह्रालो छ तर कस्तो देखिरहेको यहाँ चाहिँ ओइ कहाँ गयो अनुसार टिकट देखा भन्नुपर्ने थियो कि हालिहाल्छौँ नाचेको भिडियो गाएको भिडियो सब होइन क्यारलको लागि तयारी हुँदैछ मलाई देखिरहेको हो भन्ने यहाँ म सबैको भिडियो गरिरहेको छु क्या अब यो बाबु चाहिँ बोल्न सक्दैन बोल्न सक्नु भएको अहिले हाम्रो टोलीहरू भन्नु न बामाहरू हुनुहुन्छ यहाँ चाहिँ छुट्टै टोली आजको डान्स जसरी लिएर चाहिँ त्यसरी नै जान्छ खतरा टोली खाँदा नआउ भन्नु कति गोरो देखाएको छ तँलाई भोलि ब्लगमा हेर संसारमा आउनु भएर हाम्रो पापलाई मेटाउनको लागि उहाँ एक उद्धारकर्ता बनेर यस संसारमा आउनुभयो त्यसैले आज हामी यो ठाउँमा आएका छौँ सबैजना हामी मिलेर आजको क्यारल कार्यक्रम हामी गाउनेछौँ र रमाउनेछौँ र खुसी हुनेछौँ सबैजना हामी मिलेछौँ हाम्रो अपराधहरूलाई खत्तम गर्नको निम्ति हाम्रो पापलाई समाप्त गर्नको निम्ति भनेर प्रभु येशू ख्रीष्ट संसारमा जन्मनु भएको छ। आज तपाईहरु म सारा संसारमा जिइरहेका छौँ। सारा संसारमा जिइरहँदा तपाईहरु मैले कुनै पनि गल्ती गरेको हुन्छ, कुनै पनि पाप गरेको छौँ, त्यो पापबाट छुटकारा दिनको निम्ति मात्रै प्रभु येशू ख्रीष्ट आउनु भएको। कुनै पनि व्यक्तिले चाहिँ छुटकारा दिन सक्दैनन् प्रभु येशू ख्रीष्टले, किनभने कसरी छुटकारा दिन सक्छ त भन्ने कुरा मलाई कुनै पनि तपाईहरुले बात गर्नुहुने होला, कुरा गर्नुहुन्छ होला। तर किनभने प्रभु येशू ख्रीष्ट संसारमा आउनु भएर तपाईहरु मेरो निम्ति त्यो सबै पापलाई, सबै अधर्महरूलाई मेटाउनको निम्ति उहाँले कल्भारी क्रुसमा आफ्नो एकमात्र शरीरलाई बलिदान दिनु भएर निष्कलङ्क निष्कल रगत बगाउनु भएर त्यो अमूल्य रगतले मात्रै तपाईहरु मेरो पापलाई प्रायश्चित हुने भएको कारणले उहाँ बलि हुनुभएको छ। यस कारणले यहाँनिर किनभने सारा संसारमा विभिन्न किसिमका बोकाका बलिहरू चढाउँछन्, विभिन्न किसिमका साँडेका बलिहरू चढाउँछन्, भेडाका बलिहरू चढाउँछन्, परेवाका बलिहरू चढाउँछन्। यो बलिहरूद्वारा कुनै पनि पापलाई प्रायश्चित नहुने भएको कारणले प्रभु येशू ख्रीष्ट एकमात्र परमेश्वर संसारमा आउनु भएर अनि मानिसको रूपमा त्यो संसारमा आउनु भएर उहाँले त्यो पापलाई भोग्नको निम्ति, त्यो पापलाई प्रायश्चित गर्नको निम्ति भनेर प्रभु येशू ख्रीष्ट संसारमा जन्मनु भएको छ। आज त्यो संसारमा जन्मनु हुने परमेश्वर
हरेक व्यक्तिको हृदयमा जन्मनुपर्छ मित्रजनहरू। हरेक व्यक्तिले निम्त्याउनुपर्छ आफ्नो हृदयमा, अनि मात्रै तपाईँ उद्धार पाउनुहुन्छ, मुक्ति पाउनुहुन्छ, जीवन पाउनुहुन्छ मित्रजनहरू। त्यस कारणले म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु कि प्रभु येशू ख्रीष्टलाई तपाईँहरूले भेट्नु भएको छ भने आज नै तपाईँहरूले प्रभु येशू ख्रीष्टलाई अँगाल्नुहोस्, प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता उद्धारकर्ता भनेर तपाईँहरूको हृदयमा बोलाउनुहोस्, र अनि मात्रै तपाईँले आनन्दको महसुस गर्नुहुनेछ, शान्तिको महसुस गर्नुहुनेछ। जतिजनालाई तपाईँलाई पीडा छ, अशान्ति छ, दुःख छ मित्रजनहरू, रोजानहरू छन्, त्यस कुराबाट छुटकारा पाउन चाहनुहुन्छ भने तपाईँले आज प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता उद्धारकर्ता भनेर स्वीकार गर्नुहोस्। यो जन्मको दिनमा प्रभु येशू ख्रीष्ट जन्मनु भएको छ भए तापनि यो संसारमा जन्मेको मात्र होइन, तपाईँले मेरो हृदयमा जन्मिनुपर्छ मित्रहरू। मेरो
चारैतिर संसार तयार हुँदैछ ल है त गतिलो गतिलो आएको छ है त अहिले त हेर्नु पर्ला जस्तो लाग्यो Yes,
खाजा खानेछु अनि जति भागमा पुग्छ त्यति खाउँला सन्तोष गरेर खानेछु हुन्छ हामी त्यसको साथसाथै अन्तिम प्रार्थना गर्नको लागि पनि म अन्तिम प्रार्थना गर्नेछु सबैजना प्रार्थनाको नजिक हुनुहोस् र सबैजना प्रार्थना गरेर अनि केही खाएर मात्रै यो ठाउँबाट छुट्नेछु हामी सबैजना प्रार्थनाको नजिक हुनुहोस्